अन्त घरमा बुवाई अब के भन्छ सासू भयो भने त मार्छ त नि तिमी त्यो मरिसक्दा त बा अर्कोले लगिहाल्छ तिम्रो केटा मर्दै मरेर भने तिमी बुढी भइसक्छौ देवा छैन बाउ पनि के ल्याउँछ पारा कसलाई राम्रो भने यो गर्न जान्दिनँ पकाउन जान्दिनँ यस्तो गर्न अल्छी लाग्यो भने घरमा त तिमी बाहिर काम मात्रै गर्छौ ठिकै छ भोलिपछि त बिहा गरेर तिमी बाहिर भित्र गर्नु पर्यो भने कस्तो वही पनि पकाउने ढङ्ग हुनु पर्यो पकाउने पनि कुरो खाँदै बस्छु ढङ्ग हुनु पर्यो वही पकाएको चाहिँ नि आन्टी भुटेछ खडङ 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 हो कुरु फुल पकाएको चाहिँ भक्कु भुटेछ र झोल हालेछ भरे खडेङ खडेङ भात पकाएको खोले 1 सिटी भात पाक्दैन 5 सिटी लाग्छ भात युवराजको घरमा भाडा धुन भनेर पठाएको युवराजको घरमा सानो किचन रहेछ अघि एकपल्ट फोनले डाक भन्दै सबै झार्यो के छ सबै झार्यो म त लाउँदिनँ बरु भात पकाउनु भाडा धुनु रहेछ सघाउनु यसकै घरमा जाँदा पनि म आफै भात पकाएको यसले पकाएको कसले खाइसक्नु हेरि नसक्दा बनाउँछ हिजो भयो बनाउनु आएको अत्तालेर ट्याम्मै पानी हालेछ माथिसम्म रातको खोर्सानी मात्रै लगाएको रङ खोर्सानी रातै हो छैन भरेसम्म सुप खाँदै थियो तर राति खाएँ बिसा खाँदै थियो हो मैले छोरा छोरा खाएँ अलिकति मन पराएको होला युवराजले युवराजसँग गयो भने चाहिँ तिमी बाँच्छौ होला कि अब काम गर्ने राखिदियो भने चाहिँ बिमलसँग गयो भने बिमलले पनि यताउता गर्नु सिकाउँछ होला अरू कहाँ गइसकेको छ त्यो बेनकुमारले झन् तर त काट्छ कस्तो छ आँखा लाउनुमा 1 नम्बर हो त्यो बेनकुमारले त म त नाम्चीमा एल्बो थियो सोइङको सानो यसलाई त पहिला गर्लफ्रेन्ड थिएन यसको गर्लफ्रेन्ड त्यहाँदेखि त्यहाँदेखि मैले युवराजसँग त्यति बेला त यसलाई कति पड्काएको जोड खान्छ त्यहाँ मसँग बोल्दा केटा साथी हुँदैन जस्तै तिमी साथी भयो होइन हो यसरी बोल्दा पो त्यो कस्तो प्रकारले बोल्यो पड्काउने बिहा गरेर त्यसलाई मार्दैन झन् युवराज चाहिँ मस्ती पड्काएको घाँटी नि बोल्दैन घोडा चढी खाएन है विमलले मात्रै मागेको छ बहिनी तैँले हो बेला देखाउँथ्यो त तै हो यही हो बेला देखाउँछ अझै विमलले चाहिँ बिचारा बहिनी किन त भने नि काखमा राख्छ के भने जिस्काउँछ र मात्रै युवराज चाहिँ यो स्ट्रङ भइस यहाँ माथि चढेर घाँटी डेङ दिँदाखेरि केही छैन र यता घर कुनै गेले हिर्का बुढाले त्यसले लागेको युवराज छडै फेरि परबाट सिसा बुढेछ मार्छ तल पृथ्वीलाई छैन फुलिरहेछ बुढा खाएर मैले जतिको गर्लफ्रेन्ड बनाएन यस्तो छैन पनि होइन म बिहा गर्नु तैँले पनि छैन होइन कति चाहिँ तर 1 थप्पड पनि खाइन कसैले सो भनेर अम्ला पनि छडाएनौ तल लडिरहेछ खुट्टा खाएर एउटा अहिले अनि यो फोन पैसा पनि छैन 200 रुपियाँ मात्रै आन्टीको त कति बसिहाल्यो होइन म सर्ट टेलेर आउँछ अनि के भन्छ हेन बाहिर पनि जस्तो अहिले चाहिँ लगिरहेको छु दाम नै दाम छ कस्तो तिमीहरू हेर्नु आउँदैनस् भन्दै थियो
टक्सी खाना मात्रै हेर्न आउँछ भन्यो भने लाखपाले कुटेको यसले मात्रै छुट्टा सेफ्टीमा बसिरहेको छ सपिङ गर्नु जाउँ कि नजाउँ भने मलाई उसको फोन स्विच अफ भयो मलाई म के भन्नुहुन्छ भने उठाउँदै उठाउँदै यसको फोन स्विच अफ छ भने युवराजले मलाई कल गर्छ फेरि मलाई चाहिँ सक्दैन मलाई कल गरेर सोध्छ अस्ति मलाई यो थिएन नि होइन कल गरेँ कि के भन्नु भयो अरे होइन त्यो राति दैलो लात्ता हिर्काएर आएको दिन र म त भइहालेँ होइन उता पुगेँ होइन त्यो आएको दिन कि मलाई कल गरेको थिएन मलाई टिभी हेर्दैछ भन्दै नि अन्त के भन्नु भयो होइन टिभी हेर्दैछ उतापट्टि भन्दै होइन टिभी हेर्दैछ अन्त के भन्छ अहिले उतारि अन्त फेरि आन्टीको छोरीहरू आइरहेको छ होइन बोल्नु अप्ठ्यारो लाग्छ त्यहाँनिर जानु होइन दैलो बन्द गरिरहेको छ नि अहिले भनिदिन्छु नि त हेर्छ भने म त्यतिकै भन्दै म चाहिँ के भन्छु भने चाहिँ नि निन्द्रामा फेरि थाहै छैन अब यसले के भनेको हुन्छ मैले के भन्छ पुरै बिग्रिहाल्छ हौ नम्बर कसले दियो विमललाई त्यसले कल गरेर त्यहाँबाट पृथ्वीलाई दियो नदिएको भए राम्रो हुन्थ्यो नि नम्बर छ फेरि नम्बर चलाएको थुप्रो वर्ष भयो त नि फेरि नम्बर चलाएको अब के उठेको छैन मलाई